मजबुती दिन चाहन्छन् नाइस बल राम्रो थ्रु बल रह्यो फकुल्लेको लागि oh my god excellent execution out of this about the finishing र रोहनको पनि हामीले इक्वली तारिफ गर्नुपर्ने चाहिँ यहाँ हेर्न सक्छौं इजिली बिट गरिदिएका छन् त्यो लास्ट मोमेन्ट चेन्ज अफ डाइरेक्सन बिट गर्न पुगेका छन् त्यो मुभमेन्टसँग उनलाई लागेको थियो किपर युनिस चौधरी कम्प्लिटली झुक्किन पुगेका थिए इट डेफिनेटली लुक एरिक ब्याकरुट नै रुचाएका छन् पदम रोहन फेरि पनि थ्रु बल अर्को फकुल्लेको लागि सिमिलर एंगलमा बनेको थियो तर फर्स्ट चाहिँ बिरन पुगे फकुल्ले कन्ट्रोल त गेन गरेका छन् यहाँ असिस्ट गरेका छन् तर अब एकपटक भने मिलन राई चुक्ने छैनन् सातौं पटक अटेम्पमा मिलन गोल तर अमाउन्ट अफ चान्सेस तर यहाँ अनसेल्फिश प्ले फकुल्लेको अनलाइक द फर्स्ट गोल त्यो फर्स्ट चाहिँ बिरन पुगेको थियो नभए सायद हामीले एक्सन रिप्ले त्यो देख्न सक्थ्यौं तर यहाँ यदि गोल कसैलाई चाहेको थियो त्यो मिलन राईको लागि चाहेको थियो निकै नै अफ कलर बन्न पुगेको थियो अप अन्टिल दिस पेस इजिली ब्याकग्राउन्डबाट ट्रेस गर्दै पोजिसन रिगेन गरेका छन् फेरि उत्कृष्ट बल पनि डेलिभर गरेका छन् फकुल्ले such a clinical finishing an absolute show of pure class celebration रह्यो र यो हेर्न सक्छौं क्याच स्टिल गरेका थिए दिपेश र फाइन पनि जुन रहेको थियो र जति पनि गोल देखेका छौं आज त्यो सेटअपको तारिफ गर्ने पर्ने हुन्छ हामीले